हेलो एभ्रिबडी एन्ड वेलकम ब्याक टु माई च्यानल इट्स मी हेमराज पुन। सो आजको च्यानलमा तपाईँलाई स्वागत छ। र हिजो म चाहिँ भर्खर पोखरा आएको छु होइन। हिजो राति 7 बजेतिर लगभग मैले न्यू इयर मनाएर 2 दिन एक्स्ट्रा बसेर चाहिँ अहिले घर आएको छु होइन। र अहिले चाहिँ ठ्याक्क 11:30 बजे चाहिँ हिजो ढिलो आएको कारणले म सुतेर अब म आज खाना खान्छु। खाना खाएपछि आजको डेली रुटिन तपाईँलाई चाहिँ म देखाउन जाँदैछु होइन। र अर्को कुरा तपाईँलाई मैले अनबक्सिङ गर्ने पर्ने कुरा थियो होइन। जुन योले बुक्स आएको थियो कि लगभग यो 5वटा बुक्स आएको थियो होइन। र बुक्स चाहिँ एकदम मजाको छ। जुन बुक्स चाहिँ मैले पढ्नुपर्छ भनेर चाहिँ म आएको थिएँ। तपाईँहरू पनि त्यो किताब पढ्न सक्नुहुन्छ मजाले। र न्यु इयरमा रमाइलो भयो। आशिष त अस्ति नै आइसकेको होइन। र साथसाथै अरू साथीहरू पनि आइसक्यो अलरेडी। र आज घरमा कोही पनि छैन, म मात्र छु। त्यही कारणले चाहिँ म अब तपाईँलाई देखाउँछु है आजको दृश्यहरू। सो लेट बी कन्टिन्यू। टक्क लाएर मेरो रुम है सर, टक्क लाएर अहिले टिकै छ। सो म अब खाना खान जान्छु है। र खानामा चाहिँ अब भात भुटेर खाने होला ओभियसली। त्यही भएर क्यालेन्डरमा नि आज जनवरी लगभग 4 आइसक्यो। हेर्नुहोस् है 4 भइसक्यो आज। सो लेट्स सी गाइस, अब म तपाईँलाई किचनतर्फ लग्छु। आलु राखेको छ नि त्यसले टक्क लाएर होइन। के छ फिरिस मासु, हिजोको मासु रहेछ होइन। अरू बाँकी भात चाहिँ भुटेर खाने होला, अन्डासित खाने कि के खाने। भात रहेछ यहाँ थोडा, त्यसपछि टक्क लाएर त्यहाँ भुटिसकेको भात रहेछ। यहाँ चाहिँ अलिअलि मासु छ है। थाल ल्याउँछु म होइन। टक्क लाएर थाल ल्याएपछि अब के खाने यसलाई गर्नुपर्ने हुन्छ। टक्क लाएर अब खाना भात तताएर खाने है हामीले। ल टक्क लाएर हाम्रो फ्राइड राइस र मही खाँदैछु होइन। यहाँ तरकारी चाहिँ मासु नै छ क्या। खाएर अब खानुपर्छ मासु भात। त्यसपछि आजको दिनतर्फ लानु पर्ने हुन्छ।